अब चाहिँ जाइगो क्याक्टसमा कोपिलाहरू लाग्नु थालेको छ र केही दिन पछाडि त्यसमा फुलहरू पनि देखा पर्छ। जाइगो क्याक्टसमा चाहिँ कोपिलाहरू लागिसकेपछि चाहिँ फुल नफुलिकन यसको कोपिलाहरू झर्ने गर्दछ। किन र यसलाई कसरी समाधान गर्ने आउनुहोस् हेरौँ। कोपिला लाग्दै गर्दाखेरि चाहिँ जाइगो क्याक्टसको जग्गा चाहिँ घरिघरि चेन्ज गरिरहनु हुँदैन, जहाँ छ त्यसलाई त्यही नै फुल्नु दिनुपर्छ। बेसी पानी हाल्यो भने पनि यसमा कोपिलाहरू झर्छ, कम्ती पानी हाल्यो भने पनि यसमा कोपिलाहरू झर्छ। त्यसैकारणले पानी चाहिँ ठिक्कै दिनुपर्छ। जब पनि यसको माटो मिश्रण 2 इन्ची जस्तो सुक्छ त्यति बेला मात्रै पानी दिनुपर्छ। न्युट्रिएन्ट्सको कमी भयो भने पनि यसको कोपिलाहरू झर्दछ। त्यसैकारणले माटो मिश्रण तयार गर्दाखेरि चाहिँ राम्रोसँगले कम्पोस्टको मात्रा मिलाएको हुनुपर्छ। लाइट एकदमै कम्ती भयो भने पनि यसमा कोपिलाहरू झर्छ। त्यसैकारणले राम्रो लाइट पर्ने जग्गामा राख्नुपर्छ। यो चाहिँ 15 डिग्रीदेखिको लिएर 25 डिग्री सेल्सियससम्म फुल्नु मन पराउँछ। टेम्परेचर एकदम बढेर गयो भने पनि यसको कोपिलाहरू झर्नु थाल्छ। तपाईहरुले यसलाई एकदमै सुक्खा जग्गामा राख्नु भएको छ भने पनि यसको कोपिलाहरू झर्छ। त्यसैकारणले यसको चाहिँ ह्युमिडिटी चाहिँ मेन्टेन गरेर राख्नुपर्छ। यति कुराहरू याद गर्यो भने चाहिँ जाइगो क्याक्टसको कोपिला झर्दैन र यसमा चाहिँ मजाले फुल फुल्छ।